निर्माण कार्यमा बालुवा एक अत्यन्तै महत्त्वपूर्ण सामग्री हो र सही बालुवा छनौटले नै निर्माणको गुणस्तर निर्धारण गर्दछ। नेपालमा मुख्यतः दुई प्रकारका बालुवा प्रयोग गरिन्छ, डबल वास बालुवा र क्रस्ड बालुवा। डबल वास बालुवा नदीबाट सङ्कलन गरी दुई पटक राम्रोसँग धोइएको हुन्छ, जसका कारण यसमा माटो, धुलो तथा जैविक अशुद्धि अत्यन्तै कम हुन्छ। यसका कणहरू स्मुथ र गोलाकार हुन्छन्, जसले राम्रो वर्कएबिलिटी र स्मुथ फिनिसिङ दिने गर्छ। त्यसैले प्लास्टर, पुट्टी र फिनिसिङका कामका लागि यो उपयुक्त मानिन्छ। त्यसैगरी अर्कोतर्फ क्रस्ड बालुवा ठुलो ढुङ्गालाई मेसिनबाट क्रस्ट गरेर बनाइएको हुन्छ। यसका कणहरू कोणीय अर्थात् एङ्गुलर, खस्रो र ग्रेडिङ पनि युनिफर्म हुने भएकाले आरसिसी वर्क, फाउन्डेसन, बिम र कोलम जस्ता संरचनात्मक कामहरूमा यसको प्रयोग बढी गरिन्छ। त्यसैले सही सामग्रीको सही प्रयोग नै निर्माणलाई बलियो, सुरक्षित र दीर्घकालीन बनाउँछ।